पूजा लगाएर बर्बाद भयो है। ठिक छ भइसक्यो भइसक्यो। केही गाह्रो त पर्दैन नि।
सम्झिनु आफ्नो आफ्नो कुललाई पिटार गर्नु सम्झिनु हिन्जेङको कुल र आइदमको कुल आफ्नो आफ्नो कुललाई यिनीहरूलाई व्यवस्था दिनु नेनेहरूलाई अब बुझाइदेऊ थन्किदेऊ लास्टमा टसी हानिदेऊ टसी गरिदेऊ Yeah.
शिरमा राखिदिनुहुन्छ हो यसलाई हटेर नै अनि 200 दिन्छ ए भन्ने बेला बुझाउने हो त्यो दिने कि देउली काम हो भन्नु दुध ल्याइदियो दुध ल्याइदियो सुन्दिने भन्छ दुधाउली 9 महिना गरेर भुटिएर अनि पनि मेरो छोरी मैती चारदम आठदम चारदम के गर्छ भनेको उनीहरूले त चारदमले मैदीको चाहिँ आमाले भोलि छोरीले गइकन गयो भने बाह्र सिक्का भनेको चाहिँ कसरी आयो बाह्रै एउटा बाह्र सिक्काले यो बाह्र दाम होइन यो बाह्र दामले उहाँलाई चाहिँ यो बाह्र दामले गर्दाखेरि थप्ने एकछिन थाहा त्यो भनेर बस्न परेर दिने हो कि अब उठेर मैतीको अर्थै त्यो हुन्छ नि होइन अर्थ चाहिँ यो हो भनेको नि समय होइन बस्यो कर्म चलायो तर माऱ्यो उसले नाम आएर उता नाम लामा आउन यो लामा आएर हामीले बुझायो त्यसमा हामी चारजना बसेर तर्जा माऱ्यो भोलि तर्जा मारेर छैन त्यसले केही खाइँदैन भन्नु मैत्री भन्नु पाउँदैन हामी हो साथी काठ लेख्यो पहिला होइन पूर्व पश्चिम हामी एउटा साथी नै हामी अब छोरी गई भने अब एकजना झगडा गर्नु हुँदैन अब समय ठ्याक्क मिल्नुपर्छ अरूलाई नै हुँदैन हाम्रो जुन एकजनाको आफ्नो बुढा छ बुढीकोसँग बुढाकोसँग बुढीसँग जान्छ अरे बाबासँग जान्दैन एउटा माया बजार मरे झरे झन्झनी जाने अब पुल टिचर कस्तो लाग्यो भने झन्झनै लाग्यो छोटिन्डो मरे झरे सबैको एउटा यहाँबाट मैले है मेरो माया जाने मात्र हो रगत मासु सबै
सबै ढुङ्गाले एउटा हाम्रो अष्टम भन्छ नि त्यो त हाम्रो माइतीको हाट लाग्छ सबभन्दा बसेर माछा राखेर सबै राखेर हामीले अदम चलेर त्यो त माछा पनि हुँदैन पहिले हाम्रो बाबाले के भन्छ नि कुखुरा काटेर त्यसमा नखाने हामीले हिँड्न गऱ्यो बरु बोरा छोड्थे त्यसले मेरो फुल पर्छ सुन्नु भन्छ कोही के भन्छ कोही के भन्छ अहिले भरे कसरी भन्छ नि एक दियो दुई दियो तीन दियो गाजी कुजीले गयो भनेर यसलाई त्यसलाई गर्नु पाउँदैन मैले पनि अनि कुरा चाहिँ के छ भने त्यस काम तपाईँहरू आफ्नै फेरि मात्र होइन बहिनी ज्वाइँ आफै मिलेर गयो हामीले त बकाइदा ल ठिक छ उनीहरू त हाम्रो साथी भएछ आएको भए हामी बकाइदा दाजुङ राखेर गर्ने थियो तर आज पनि गरियो होइन त्यसको लागि चाहिँ बहिनी र ज्वाइँलाई चाहिँ राम्रोसँग गर्नु भोलि बहिनीले दुःख पायो के अरे यसलाई गऱ्यो भन्ने टाढा छ टाढा छ भने यसलाई गर्नु पाइँदैन र आजबाट चाहिँ के ज्वाइँको नाम फेरि बिर्स भयो के नाम पूर्णबहादुर तामाङ ज्वाइँलाई चाहिँ ल फुलमाया बहिनी आजबाट दियो है पर्छ ल कुन भाले कुन पनि भाले थियो इन्जेल है त्यस्तो यता फर्काउन नि यता फर्काउनु पर्छ चिकन हुँदैन है खुर्केलाई माछा यसको माछा गरेर एकचोटि भन्छ के भयो त किन्नु बराबर भएर के फोटो आफ्नो भएर एकैचोटि हो खासमा
बाहनको काजीलाई लिएर आइछन् है काजी लिएर आइछन् नान्छ म निलिङको त्यहाँ मिर्का भए त बन्दुकले हान्थ्यो हामी त हातले नि होइन हातले राम्रो नि त यो जीवनलाई चाहिँ एकदम सुनौलो तरिकाले सरर चलाउनु होला कुरा चाहिँ के रहन्छ भने एक अर्कालाई बुझ्न सक्नुपर्छ सबभन्दा ठुलो कुरा है धाबिउले कान्छ सक्यो भने जिन्दगी यति मजाले चल्छ त्यो प्लास्टिक चाहिँ खानु नि दिदी दिदी देखेको छैन